परदेशको यो सुनसान कोठामा बसेर पसिना पुस्दै गर्दा आज आफ्नै गाउँघरको असाध्यै याद आयो। जिन्दगी पनि कस्तो अनौठो सङ्घर्ष रहेछ। पेट पाल्नका लागि त्यही घर छोड्नु पर्यो। जुन घर बनाउनका लागि आज दिनरात रगत र पसिना बगाउनु परिरहेछ। सुरुमा त लाग्थ्यो 2-4 पैसा कमाएर गाउँ फर्किएपछि सबै खुसीहरू फर्किनेछन्। तर यहाँ समयसँगै पैसा त अलिअलि कमाइयो होला, तर त्यो पैसाले बाल्यकालका ती निश्चल साथीभाइ, आमाको हातको कोदोको रोटी र बुबाको त्यो न्यानो छहारी किन्न नसकिने रहेछ। गाउँका ती भत्किन लागेका ती भित्ताहरू र आमाका आँखाका आँसुले सोधिरहन्छन्, छोरा कहिले फर्किन्छस्? तर यो परदेशको कडा सम्झौता र खल्तीको रित्तोपनले सधैँ भनिदिन्छ अझै अलिकति सङ्घर्ष बाँकी छ। पैसा कमाउनु मात्र जिन्दगी कहाँ रहेछ र? आफ्नाहरूबाट टाढा भएर चाडबाडमा मन रुवाउँदै एउटा बन्द कोठामा आँसु लुकाएर हाँस्नुपर्ने यो परदेशी जिन्दगीको वास्तविक पीडा त केवल भोग्नेलाई मात्र थाहा हुन्छ।